बस्ताको त्यहाँ अफिसभित्र थियो। अनि मैले बेचेर बनाइराखेको थिएँ। अनि यस्तै छ, जे देख्यो अब टक्क बनाउन थालिहाल्नुपर्छ, थालिहाल्छु, किनभने मजा पनि लाग्छ। प्लस यो हाम्रो एउटा अध्ययनको समय, सिक्ने समय भएकोले मलाई सिक्ने यहाँ चाहिँ रुखहरूको हल्का स्टोरी। अनि यो अस्ति मैले त्यहाँ बाटोमा घोडा देखेँ थिएँ, घोडा बनाएको तर नि यो खच्चड जस्तो चाहिँ किनभने फर्स्ट टाइम बनाएको। अनि यो चाहिँ यता खोक्ना भन्ने ठाउँमा अस्ति नै हामी ल्यान्डस्केप गर्थ्यौँ। त्यो चाहिँ दृश्य चित्र भन्छ, त्यो बनाउनु जाँदाखेरि बनाएको। अनि यो पनि सेम हो। यो चाहिँ यो भूकम्प गर घरहरू भत्किएको मान्छेहरूले त्यो अब टेन्ट जस्तो बनाएर बस्छ। यो चाहिँ वाटर कलरको काम हो। मेरो वाटर कलर काम खासै राम्रो छैन, किनभने यो वाटर कलर माध्यम चाहिँ अलिक पेन्टिङमा अलिक गाह्रो माध्यम मानिन्छ होला। अनि यो पनि त्यस्तै। अनि अरू यहाँ के छ, यो चाहिँ मेरो प्लेइङ विथ हार्ट भन्ने यो एउटा शीर्षकको चित्र हो। यो चाहिँ मैले इचिङ भन्ने यो हाम्रो सब्जेक्ट हुन्छ चित्रकलामा, यो प्लेइङ विथिङ, त्यसको लागि तयार पारेको थियो। अरू कुन छ, अनि यो पनि अलिकति रुखहरूको ट्रीहरूको स्टडी गरेर मैले यो ब्रान्चेसहरूको यहाँ पनि छ। अरू यो पनि त्यही हो, अलिकति यसमा अलिक म राम्रोसँग स्टडी गर्छु। अनि यो चाहिँ स्टिल लाइफ चित्रकलामा एकदमै सुरुवात भनेकै यो स्टिल लाइफबाटै हुन्छ, किनभने स्टिल लाइफ भनेको चाहिँ अति नै महत्त्वपूर्ण मानिन्छ चित्रकलामा। यो चाहिँ एउटा के हुन्छ, एबिसिडी भन्दा नि कस्तो शब्द के भन्छ, सेन्टेन्स अथवा शब्द उयो रचना भने जस्तै हो यो। यस्तै छ, यो पनि स्टिल लाइफ नै हो। यो पनि स्टिल लाइफ नै हो। स्टिल लाइफ भन्ने चाहिँ स्टिल वस्तुहरूको अध्ययन गर्नलाई चिजहरू कहीँ पनि छ अथवा बसिरहेको छ, यो सजिलो होइन, निर्जीवहरूको स्टडीलाई स्टडी भनिन्छ। अनि यो चाहिँ मैले मोबाइलबाट गरेको एउटा इन्स्टाग्राममा एउटा मेरो मैले फलो गरेको एउटा के भन्छ योगा गर्ल हो, उहाँको पोस्ट मैले इन्स्टाग्रामबाट यो के भन्छ स्क्रिनसट लिएर त्यसको प्र्याक्टिस गरेँ। एनाटोमी स्टडी गरेँ। एनाटोमी स्टडी भने चाहिँ यो बडीहरूको स्टडीहरू गर्नुपर्छ हामीले। अर्को यो अस्ति नै फुपूहरूको त्यहाँ होटेलमा चाउमिन खाइरहेको थिएँ, त्यसको स्टिल लाइफ गरेको प्लेटहरू खास हो। अरू यो पनि अस्ति चिया कफी पिइरहेको बेलामा स्टिल लाइफ नै भनौँ न, क्याम्पिङ गर्नु। अनि यो त अघि